गरेको भागल तिमीले पहिला मेरो कुरा सुनि हेर जब मान्छेमा विश्वसनीय मरिसकेको हुन्छ तब शब्द खासै अर्थ रहँदैन प्रतीक्षा आला तिनीहरूले पनि हाम्रो व्यापार बिजनेसमा अलि आँखा लगाएको जस्तो छ को हो तपाईँ समय आएपछि सबै बताउँछु तर अहिले होइन बोल भएनस् कसले पठायो तँलाई किन हाम्रो रिया म्यामलाई आक्रमण गरिस् बोल बोल्दिन जति भने पनि बोल्दै बोल्दिन तैँले बोल्छस् आज मुख खोल्छस् साला तँलाई थाहा छ मेरो दिदीको रगत बगेको छ यदि तेरो यो जिब्रोले सत्य बोलेन भने यो रगतको हिसाब धेरै सारीले तिर्नु पर्ने छ भाइ फेरि पनि एकचोटि सोध्दैछु बोल सत्य कुरा के हो बोल्दिन बोल यसलाई यसरी भएर ड्याडलाई कल गर हेलो बोस एउटा जरुरी काम पर्यो हजुर गोदाममा आउनु पर्यो 10 मिनेटमा आए ओके बोस रुद्र रुद्र यहाँ भित्र छौँ ए यहाँ त छ ब्रुसली रुद्र को हो यो मान्छे यो मान्छे हाम्रो दिदीमाथि आक्रमण गर्ने मान्छे हो रियामाथि आक्रमण गर्ने मान्छे तँलाई कसले दियो मेरो छोरीमाथि आक्रमण गर्नलाई अधिकार कसले पठायो तँलाई कसैले पठाएन मलाई तिमीहरूको छायाले तिमीहरूले डस्दैछ ब्रुसली रुद्र के भन्दैछ यो मान्छे जसरी हुन्छ यसले बोल्छ आइज त मसँग यसले बोल्छ यसले साला कति हान्दा नि मुख खोल्दैन यिनीहरूलाई के थाहा आफ्नै मान्छे भएर गद्दार भइरहेको कुरा के गर्नु मैले केही बोल्न मिल्दैन छोरा रुद्र पेशले मुख खोल्यो खोल्नु ड्याड कति हान्दा नि मुख खोल्दैन साला सदाको लागि मुख बन्द गरिदिउँ होस् मलाई एउटा कुरा याद आयो के कुरा हो जुन दिन रिया म्याममाथि आक्रमण भयो त्यो दिनदेखि रोजे काममा आएको छ र त्यसको फोन पनि बन्द छ मलाई कता कता त्यो माथि शङ्का लागिरहेको छ हो ड्याड मैले पनि त्यो ध्वजमाथि नोटिस गरिरहेको छु चुप लाग तिमीहरू त्यो ध्वजले हामी माथि त्यस्तो बेमानी कदापि गर्न सक्दैन नुनको सोझो कसरी गर्नुपर्छ भनेर उसलाई राम्रोसँग थाहा छ बुझ्यौ कुरो ड्याड संसारमा सबैभन्दा ठुलो धोका नै मान्छेले केही छ बलले होइन बुद्धिले काम लिनुपर्छ बुद्धिले बुझ्यौ कुरा जाओ त्यसलाई गएर खोलिदेऊ र त्यो कहाँ जान्छ त्यसको पिछा गर तेरो भाग्य भलिलो रहेछ रानाको इलाकामा आएर जीवित फर्केर जाने बेस उसले बोल्दो
त्यो कहाँ जान्छ उसको पछि पछि जाउँ। किन सबैले मलाई केही नबोली लुकाइरहेका छन्? वर्षा, प्रतीक्षा, अर्जुन, आखिर सत्य के हो? अर्जुनले के भन्न खोज्दैछ र मेरो बाले किन रोक्दैछन् मलाई? छिटो छिटो गर्नु, ढिला भयो भने घर जान अबेला होला नि। चारचारै रोपेर सिध्याउनु पर्छ है। छिटछिट रोप्नु, तल गएर पनि सकाउनु पर्छ। छिटछिट रोप्नु। नानीहरू पानी परेन, पानी सुक्ला जस्तो छ है। माथि गएर रोप्नु पर्छ, तल रोप्नु पर्छ। अलि छिटो गर्नु होला, हामीले अबेला हुन्छ ल। खै बोलेन न रोपाहरू कोही पनि छिटो गर भने रिसायो कि के हो? नरिसाइकन ल। वर्षा, तिमीले बल्ल चिन्यौ भएको हो भनेर तैँले मलाई यसरी तपाईँ राख्नु पर्थ्यो त। बादल वर्षा जस्तै झरिरहेछ माया, तिमी बिना अधुरो लाग्छ यो छाया। भिज्दैछु म तिम्रै सम्झनामा, के गरेको भागल तिमीले? आउन फेरि मेरो संसारमा। बहिनी के गरेको तिमीले? तिमी यहाँ? बादल, आज म तिमीलाई यस्तो कुरा भन्न गइरहेको छु कि जुन कुरा सुनेर तिम्रो होस उड्नेछ। भयो प्रतीक्षा, तिमीहरूका यस्ता रहस्य र घुमाउरो गर्छ। मैले तिमीलाई पटक पटक किन झुट बोलिरहनु पर्यो बादल? के कुरा हो भन त? बस सत्य, कुन सत्य? सत्य त यहाँ कसैले बोल्न सकेको छ। यहाँ त सबैले झुट बोलिरहेको छ। तिमी आफै भन त, अब म कसलाई विश्वास गरौँ? एकपल्ट मेरो कुरा सुनिएर जब मान्छेमा विश्वसनीय मरिसकेको हुन्छ तब शब्द खासै अर्थ रहँदैन प्रतीक्षा। पछि त मलाई धेरै कुराको भइसकेको छ, अब अर्को पछि त थप्दैमा खासै फरक पर्यो। बादल, म प्रतीक्षा होइन। भयो प्रतीक्षा, भयो। मेरो भावनासँग भिड्ने प्रयास नगर्दा हुन्छ। ड्याड, यो खेल हाम्रो सोचभन्दा धेरै ठुलो छ। मलाई पनि त्यही लागिरहेको छ। हाम्रो दुश्मन हामीभन्दा 2 पाइला अगाडि बढ्न लाग्दैछ, तर म त्यसो हुन दिन्न। यदि ड्याड ढोजे निर्दोष साबित भयो भने? यदि त्यसो हो भने ध्वजेलाई हामीले गलत सोच राखेको साबित हुनेछ। अनि ढोजे दोषी साबित भयो भने? यदि ध्वजे दोषी साबित भयो भने मेरो जीवनमा त्योभन्दा ठुलो चोट अरू केही हुने छैन। अनि खोइ त तेरो दिदी रिया देख्दिन त म त। ए दिदी, अघि नै डाक्टर आउनुभएको थियो। ए अनि चेकअप गरेर जानुभयो।
दिदीलाई रेस्ट चाहिन्छ भन्नुभएको छ, दिदी माथि रेस्ट गरिराख्नु भएको छ। खाना खाइ त्यसले? खानुभयो? ए ल, राम्रो हेरविचार गर्नु है। हेर छोरा रुद्र, दुश्मनहरूले हाम्रो व्यापार माथि बढेको देखिरहनु सकेको छैन, त्यसमा राम्रोसँग ध्यान दे। अनि त्यो पूर्वाञ्चलको मालदा आँपवाला थियो नि, मालदा आँपवाला, तिनीहरूले पनि हाम्रो व्यापार बिजनेसमा अलि आँखा लगाएको जस्तो छ, राम्रो विचार गरेस्। हुन्छ ड्याड। आज रामबहादुर काकाले बोलाउनु भयो, यतिखेर होइसा तँ बुढा आउँदैन, कता गयो? हजुर, तैँले बादललाई सत्य कुरा किन भन्नु खोज्या? काका, सत्य कुरा किन लुकाउनु? झुटको आडमा बनाएको घर एक दिन भत्किन्छ। तँलाई केही थाहा छैन, सत्य कुरा बाहिर आयो भने एउटाको होइन धेरैको जिन्दगी बर्बाद हुन्छ। बर्बाद त अहिले पनि भइरहेको छ काका, बादल भित्रै मरिरहेको छ। म बाँचेको छैन अर्जुन, बाँचेर पनि हरेक दिन मरिरहेको छु। यो सत्य कुरा बताइदिनुहोस्। सत्य कुरा बताउने अधिकार मसँग छैन। अनि कसलाई छ त काका? अर्जुन, त्यो कुरा अहिले नभनौँ। तँ यति कुरा बुझ अर्जुन, यो कुरा अहिले भन्न मिल्दैन। म हिँडेँ। होइन, काका कसको दबाबमा हुनुहुन्छ? सत्य कुरा भन्दा पनि डराइराख्नु भएको छ। दाइ, यस्तो पर्नु थालेको खानेकुरा खाना नि, हिँड्नुहोस् आउनु। हिँड्नुहोस्, यो खानुहोस्। ए यही हो, अझै पनि उस्तै रहेछ।
मैले तपाईँलाई कतै देखा जस्तो लाग्छ। वास्तवमा तपाईँको नाम के हो? सबैले मलाई पागल भन्छन्, तर पागलको नाम कसैले सक्दैन। तर म सोच्छु मान्छे कहिले पागल हुँदैन, परिस्थितिले पागल बनाउँछ। तपाईँको कुरा सुन्दा लाग्छ तपाईँले धेरै यस्तोहरू निकाको होइन नि हजुर, निका भएको हो। यदि तिमीले थाहा पायो कि तिमीले नै विश्वास गरेका मान्छेले झुट बोलेका रहेछन् भने तिमी के गर्थ्यौ? म सत्य खोज्छु। सत्य कहिले काहीँ औषधि होइन, विष पनि बन्न सक्छ दादा। तपाईँलाई मेरो नाम कसरी थाहा भयो? म त्यो मान्छे हुँ जुन वर्षौँ दिनदेखि एउटा सत्य लुकाएर हिँडेको छु। सत्य? कुन सत्य? जुन त्यो सत्य तिम्रो भविष्य नै उल्टाउन सक्छ। समय आएपछि सबै बताउँछु, तर अहिले होइन। माफ गर बादल, अब तिमीलाई धेरै दिन अन्धकारमा राख्न सक्दिन। अब सत्य नजिक आउँदैछ। बादल वर्षा जस्तै झरिरहेछ